अब सेउली र साकेला भाले बोकेर सेउले सबैभन्दा अघि लाग्दछ। पछि पछि रुङ्ग्री बोक्ने कन्या केटीहरूसँगै सिलिमोमा सिलिमोपा ओतुङ्ग्री परमारी सबैले पछ्याउँछन्। त्यसपछि चारैजना मबहरू एकसाथ एउटै ऋषियामा लय मिलाउँदै अघि बढ्दछन्। मान्छे सिमी छोडा है भाइ हो, मान्छे सिमी छोडा है, प्याज लगाएको नखाऊ है, पटक्कै भित्र भिडुन्छ है। साकेलाथान पस्नासाथ मूल मबोले मुन्धुम फलाग्दै सिधै विधि पूरा गरेर सुम्नी टुले चारी खन्न सुरु गर्दछ। कुनै साल एउटा त कुनै साल 2-3वटासम्म देखा पर्ने यो चारी फरक फरक रङमा निस्कने गरेको छ भने कुनै साल देखा नपर्ने पनि गरेको छ। ननिस्किएको साल घर गाउँमा अनिष्ट हुने अनिकाल पर्ने आशंका गरिन्छ। देखा परेको चारीलाई केराको पातमा बेरेर वाहिडुमा राखिन्छ। मूल मबोले यसपालिको चारी यति हो भन्ने पक्का गरेपछि घर गाउँको लागि सह माग्दै रोग व्याधि मुक्त जीवनको कामना गर्दै अनिष्टहरू टारिदिन अनुरोध गर्दै चारीको विधिवत पूजा गरिन्छ। त्यसपछि साकेला भाले चारी वापाले भोग दिएर उपस्थित सबैलाई चारी देखाई अन्तमा यथास्थानमै राखेर खुसियाली मनाउँदै मबहरूको हातबाट सबैले टीका लगाउँदै चारीलाई चढाइएको सगुन चुङ्गे र वाबुको आराका वासनबाट तुम्सा चलाइन्छ।